तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो भिडियोमा हैन। आज चाहिँ हामी खेत जाने छौं। तपाईहरुलाई मैले भनेकी थिएँ हिजो भिडियोमा म तपाईहरुको लागि फुल भिडियो ल्याइदिन्छु भनेर। र आज हामी चाहिँ खेत जाने छौं आन्टी र म भएर। अरु चाहिँ खेत पुगिसकेको छ। हामी चाहिँ नास्ताहरु लिएर जाँदै छौं र आज चाहिँ म तपाईहरुको लागि रोपाई गरेको भिडियो देखाइदिन्छु। सबजनाले हेरिदिनु होला, माया गरिदिनु होला। साथीहरु हामी चाहिँ हैन खेत आइसकेको छौं र अब हामी चाहिँ रोप्न गइरहेको छौं। हाम्रो आन्टी कता खानु है? जाम के आऊ अंकल हेलो भन्नु। हेलो भन्नु के? र अहिले चाहिँ हामी रोप्न गइरहेको छौं साथीहरु। तपाईहरुलाई म देखाउँछु, हेर्दै जानु होला। त्यहाँ चाहिँ हामी दिदी छ हैन, हात पैर धुन गएको छ। मस्त छ। हामी चाहिँ अब भ्यू गर्न गइरहेको छौं। यहाँ हुनुहुन्छ मेरो दिदी आन्टी। ए दिदी हेलो भन्नु। आन्टी हेलो भन। हाम्रो अरू साथीहरु चाहिँ त्यहाँ छन् हैन। आज चाहिँ थुप्रैको रोपाई छ, देख सक्नुहुन्छ। हाँडन चस्मा लाएर है पुरा टक। सो साथीहरु देख्न सक्नुहुन्छ हैन, अहिले चाहिँ हामी भ्यू गर्दैछौँ। अनि यहाँ हुनुहुन्छ त्यहाँ। अनि हाम्रो भ्यू चाहिँ यहाँ छ है, एकदमै चाम्रो छ भ्यू चाहिँ। हैन आन्टी अब दुखा गर्न छोटो छोटो नि छ तर चाम्रो नि छ। देख्नुहुन्छ कसरी गोड्नु भएको छ। अब चाहिँ हामीले यो गोडेर चाहिँ रोपे गर्नु छ हैन। त्यहाँ ट्र्याक्टरले जोतिरहेको छ। बीच एकदम राम्रो छ। के भरे देखे भाउ? कुछ भी नहीं तेरे बिन में। कुछ कहना चाहेगी? कुछ नहीं कहना चाहूँगी। तो चिला आगे पानी फोर पानी भएर के गर्ने जिन्दगी साथी यस्तै छ। दुखी गरिब भएपछि काम गर्नै पर्यो, मेहनत गर्नै पर्यो हैन। ओए आन्टी ओए, ओ चस्मा अलि, ओ चस्मा अलि केही भन। कस्तो भइरहा? चाम्रो भएर देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ फरुवाले निकालिरहेको छ। प्युठानी स्टाइल हो कि यसरी बिउ काट्ने। अब चाहिँ हामीले चाहिँ यो बिउ गोडिसकेर चाहिँ हैन रोपाई गर्ने हो। रोपाई गरेको म तपाईहरुलाई देखाउँछु भिडियो हैन। एकदमै चाम्रो रहेको छ बिउ। अब यसलाई आज चाहिँ थुप्रैको उ छ रोपाई। हामी चाहिँ यति 7 जनाले आज रोपाई गर्दैछौँ हैन। तपाईहरुलाई चाहिँ म सबै देखाउने छु हैन। हेर्दै जानु। भ्यू ल फेरि ल गरौ न, ल गरौ के? गाइजना एकदमै थाकिसक्यौँ हैन हामी चाहिँ। थाकेर मैले यहाँ शीतल खाना आएको छौँ। कस्तो छ? कस्तो भयो? म एकदम थकित छु आज। घामले पुरै कस्तो गर। टाइम हुनु पर्यो र। हाम्रो मेला चाहिँ यही बन्दैछ है। अब चाहिँ रोप्ने कार्यक्रम हुँदैछ हाम्रो। सो साथीहरु हामी चाहिँ ल एउटा गएर रोपेर हामी खाजा खानेछौँ। खाजा खाने अवस्थामा छौँ। के छ यहाँ खानामा? आन्टी भन भन नि त। ल तिमीले मोलिरहेछौ। अरू कस्तो भयो आजको रोपाई? एकदम रमाइलो, एकदम रमाइलो। कुत्ते फुल है।
त फेरि अब चाहिँ तिमीलाई ल भन कस्तो भयो ए कालो कालो भइछ के ने चिउरा यस्तो हो के कालो कालो अन्त चिउरा यस्तो हो कि अलि थोत्रै हाला ए फाल्टो समाज हाम्रो अङ्कल आइपुग्नु भएको छ चिसो लिएर होइन अब चाहिँ हामी खाना गइरहेको छौँ ल त्यहाँ कस्तो भयो आज एकदमै तल ठुलो गइरामा रोक्दाखेरि चाहिँ एकदमै धो भएको थियो भने अहिले चाहिँ एकदमै रमाइलो भइरहेछ किनभने मेला एकदम सहज बनेको छ त्यसैले रोप्दा चाहिँ हामी भोकरहरूलाई भोक लागेर हामी खाने तयारीमा छौँ मिठो मिठो गरेर हामीले चाहिँ यहाँ रोप्दै छोडेर नास्ता खाँदैछौँ होइन यो यति ठुलो छ अरू मानिसहरूले रोपेर नि भइसके कहिले त्यो भन कस्तो छ खानुभयो भुक्करहरूले खाइरहेको छन् खै त ऊ कता गयो त्यो छोपेर यसो गर्न यो सुरदाले राख्दा त ठिकै हुन्छ होला टेस्टी छ के हेर आउ के खाम त्यहाँ खाएपछि टाइम भइहाल्छ यसको मेरो काम बाँकी छ औटाट भोजुले पुऱ्याइदियो टेम्पा र टेम्पा पुऱ्याइदिन्छ नि के के अरे खाऊ खाऊ चिसो टक्क मासु चिउरा है आजको सबैले टेस्ट गरौँ र है तिर्को है म रामसँग छोप्छु टेस्ट गरौँ न ल अलि राखौ ए भन्न त ल रेडी ल ल खाऊ खाऊ गर्ने मैले राखेँ है कस्तो आहा दामी 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 आहा हामीले त गरेन घामले त राम्रो या चिउरा हाल्दै खाँदै गर्ने हाम्रो साउनी साउनी यता हेर ओइ के भयो यता हेर्नुहोस् गाइस हामीहरूले चाहिँ हेर्न नास्ता खाएर एकदमै हामी रोपेको लागि रेडी भइसकेको छौँ कस्तो भयो खाना एकदम मिठो लो पेट अघि सक्यो मालकिन कस्तो भयो साउजी यस्तो भयो यार या साउजी कस्तो भयो आजको रोपाइ हेर ए के हुन्छ यो साउजीको यस्तो बिरो ने तनाव छ साउजीले यहाँ अब चाहिँ हाम्रो रोपाइ गर्ने कार्यक्रम ल रोपेर देखाउनु त ओ दिदी रोपेर देखाउनु ल ल मलाई देखाइदिनु पर्छ यसरी बिउ हातमा ल्याएर छुट्टी भयो कि आउला के अहिले आयो छुट्टी भयो भने हामी काम गर्दैन भने है नआइन न कस्तो राम्रो आखा बालै परेर देख्न सक्नुहुन्छ हामीले चाहिँ रोपेर भइसक्यौँ होइन त्यहाँ चाहिँ कागहरूको बस्ती आएको छ रोपेर हामीले भइसकेको छौँ यो गरा अझै बाँकी छ तर आज नहुने भयो
बल्ल बल्ल फेरि भयो मर्यो आज त कस्तो भयो आधी आजको रोपे भएर कस्तो भयो त्यहाँ आज दिदीलाई फन्नी ल नाच्नु एक फेर फन्किनु नाच्नुस् के हो साथीहरू देख सक्नुहुन्छ है हामी चाहिँ रोपाइ सकेर अब घर जाने कार्यक्रम हुँदैछ होइन एकदमै थकित अवस्थामा चाहिँ हामी घर जाँदैछौँ थकित भयो कि भइएन है यता टिकटक वालीलाई बनाऊ बनाऊ आजको लागि यति नै साथीहरू फेरि भेटौँ अर्को भिडियोमा बाई बाई